हेलो नमस्ते वेलकम टु माई युट्युब च्यानल इट्स मिना रिताल। अनि हजुर सबैजना सन्चै हुनुहुन्छ होला। अनि म चाहिँ अहिले नुहाएर फ्रेस भएर निस्केको छु। मलाई सब पोछा सुचा लगाएर अहिले चाहिँ सायद 11 साढे 11 भइसक्यो। बुढो ड्युटीबाट पनि आइसक्नु हो वर्किङबाट। अनि अब चाहिँ हामीले खाना रेडी पार्छु मलाई चाहिँ भिडियो बनाउन आएन। यो चाहिँ मेरो सेकेन्ड भिडियो हो ब्लग। अनि लेट्स सी म भिडियोहरु के बनाउँछु, हजुरहरु हेर्दै गर्नु होला, माया गरिदिनु होला। लेट्स सी गाइज। अनि अब मैले चाहिँ यो बेडसिट मिलाउँछु किनभने नानी भर्खरै उठ्यो कि। अनि यसको चाहिँ यो कस्तो मिलेकै छैन है हाम्रो। अनि चाहिँ म किचनमा जान्छु अनि त्यसपछि बेडसिट अहिले मिलाउनु पर्ला। अनि बुढोले साग लिएर आउनु भएको छ, साग बनाइदिने होला। अनि अब चाहिँ म खाना बसाल्छु अनि हजुरहरुलाई भिडियो बनाउँदै देखाउने नि छु म पनि। अनि हजुरहरु चाहिँ हेर्दै गर्नु होला। ले चाहिँ अनि ओछ्यान सोछ्यान मिलाएर नानीलाई पढ्न राखेको थिएँ। आफू पनि तयारी मतलब कपाल सपाल बाँधेर अनि बेडसिट सब मिलाएर च्याट्ट पारेर, अनि च्याट्ट त के भन्नु, अलिअलि मिलाएर चाहिँ ठिकठाक पारेँ। अनि नानीलाई पढाएँ, नानी भन्दै थिएँ। अनि नानीलाई चाहिँ मैले अलिअलि पढाउन सिकाउँदै छु। नानीले चाहिँ धेरै बिर्सिसक्यो कि मेरो नानीले। अब नेपाल हुँदाखेरि त्यही त पढाइ हुन्थ्यो, स्कुल रेगुलर गइन्थ्यो। यहाँ त 2 महिना छुट्टी भयो, त्यही भएर को गर्मी यति छ नि। मैले भोलिपल्ट गरेँ कि थोरै भिडियो, अगाडिल्लो दिन त्यति बनाएको थिएँ, अगाडिको मात्रै टपिक्स। यो चाहिँ भोलिपल्ट सुरु गरेको। अनि यो चाहिँ मैले रेडिमेड नै ल्याएको उतैबाट किनेर। अनि त्यसपछि म चाहिँ अब खाना बनाउन रेडी गर्दैछु। मैले चाहिँ भोइसमा नि बनाएको छु, अब मेरो भिडियो हेर्दै गर्नु होला। भन्दा चाहिँ लामो हुन्छ अनि बोल्न नि आउँदैन मलाई, के हुन्छ, त्यही भएर मैले चाहिँ भात बनाइसकेँ। अनि आलु त्यो काटिसकेँ, दाल पनि पाकिसक्यो। अब तरकारीको लागि मेरो बुढो चाहिँ एकदम पिरो खान्छ, म पनि खान्छु। फेरि त बनाउँछु अरू तरकारी। यो नानीको चाहिँ नास्ता छिटो आए चाहिँ बिचमा ठ्याक्कै भिडियो बनाएको छु। अनि मेरो बुढो चाहिँ आउनुभयो, नानीले नास्ता सास्ता खाइसकेको थियो, मैले खाना पनि रेडी पारिसकेको थिएँ। मेरो बुढो आउनुभयो। खाना पाकिसकेन बुढो, मेरो बुढो चाहिँ ड्युटीबाट आइसक्नु लाग्छ सब्जी बनाउँदैछु। मसला अलिक भिडियो गरेर चाहिँ खाना खाएको यताउता भिडियो बनायो। डाइरेक्ट नास्ता खान लागेको दिदीहरू आउनुभएको थियो। अनि दिनमा नास्ता खाम भनेर साँझ 5-6 बजीतिर हो। अनि यहाँ चाहिँ एउटा इन्डियन दिदी हुनुहुन्छ, अनि त्यहाँ चाहिँ नेपाली दिदी नै हो, पोखराको। अनि दिदीको छोरा हेलो। अनि त्यसपछि चाहिँ चटपटी थोरै भिडियो बनाएको छु। यो नानीलाई बाहिर लगेको, हामीले नास्ता सास्ता खाएर मैले पछि भिडियो बनाएन कि मलाई एकदम लाज लाग्छ नि त, अप्ठ्यारो लाग्छ, त्यही भएर गाइस मैले चाहिँ यतिमै भिडियो समाप्त गरेँ। अनि मैले भिडियो पनि थोरै बनाएको छु, मलाई यस्तो अल्छी लाग्यो कि झ्याउ लाग्यो। अनि त्यस्तै त हो मेरो मुड, फेरि बेला बेलामा त्यस्तै हुन्छ। अनि मैले चाहिँ टाउको पनि एकदम दुखिरह्यो। अनि त्यही भएर मैले दिउँसो त्यसपछि चाहिँ मैले भिडियोहरू बनाएन। जति छ जे छ भिडियो मैले थोरै बनाएको छु। अनि हजुरहरूले माया गरिदिनुहुन्छ भन्ने आशा नै छ मलाई। थोरै भ्युजहरू भए पनि माया गरिदिनुहुन्छ भन्ने लागेको छ। अनि हजुरहरूको मलाई एकदमै साथ सपोर्टको खाँचो छ, माया गरिदिनु होला। मलाई त मेनली मैले चाहिँ यहाँ के गर्छु मेरो बुढो नानीसँग। अनि मैले चाहिँ अहिलेसम्म बुढोसँग टाइम स्पेन्ड गर्न पाएको थिएन नि त बिहा गरेदेखि। अनि त्यही भएर अब 1 मन्थ मात्रै हुन्थ्यो, अनि त्यसपछि टाइम स्पेन्ड नै गर्न पाइन्थेन। सो अहिले चाहिँ हामी बुढोसँग आएको छौँ, बुढोले लिएर। अनि म चाहिँ अलिअलि भिडियो बनाउँछु, बिस्तारै सिक्छु, अलि धेरै बनाउने कोसिस गर्नेछु। अहिले चाहिँ म आजभोलि चाहिँ अलि फ्रेस भएर हो, तर मलाई 81 दिनमा खै के भयो मेरो टाउको
एकदम फुट्ला जस्तो भएर अनि म हजुरहरूलाई मेरो भित्री कुराहरू पनि म भन्ने नै छु बिस्तारै। यति भन्दै मेरो भिडियो चाहिँ यहीँ समाप्त गर्छु। हस्त नमस्ते। सबैजनाले माया गरिदिनु होला, लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सिनु होला। अनि नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब माई च्यानल। ओके बाई, सी यू लेटर।